मान्छेलाई नेपाल सरकारले विदेश पठाउन प्लान गराइरहेछ। नमस्ते साथीहरू, म नेपाल सरकारसँग सोध्न चाहन्छु, जो मान्छे आफ्नो शारीरिक गुणले परिपक्व छैनन् त्यो मान्छेलाई नेपाल सरकारले त्यो परिवारको मान्छेलाई नेपाल सरकारले विदेश पठाउन प्लान गराइरहेछ। म सरकारसँग सोध्न चाहन्छु, जो मान्छे आफ्नो शारीरिक परिपक्व छैन, जो मान्छे आफ्नो दैनिक जिन्दगी जिउनलाई पनि यति धेरै सङ्घर्ष गरिरहेछ, त्यो मान्छेलाई हजुर विदेश पठाएर के गर्न तै पनि फेरि विदेश पठाउँछ अरे। फेरि विदेश पठाएर ऊ के गर्न सक्छ भन्दाखेरि उसको प्लेन टिकट तिर्दिन्छ, भिजाको पैसा तिर्दिन्छ, काम खोजिदिन्छ। योभन्दा बढी उसले आफैले गर्ने हो जुन कि ऊ गर्न सक्दैन। जो मान्छे आफ्नो शरीरले अप्लाङ त्यो मान्छेले के गर्न सक्छ, हाम्रो आफ्नै समाजमा बसेर धेरै कुराहरू त्यस्तो छन् जुन कि उसले गर्न सक्छ। जो मान्छे अहिलेसम्म अप्लाङ थिएन, अहिले यो हाम्रो नेपालको प्रोटेस्टमा भन्दाखेरि जो मान्छे विकलाङ भएको छन्, जो मान्छे अपाहिज भएको छन्, तिनी मान्छेहरूलाई धेरै कुराहरू छन् जुन कि हाम्रो समाजमा नेपाल समाजमा गर्न सकिन्छ। किनभने जो हाम्रो समाजमा फिलिङ, इमोसन र दुःख दर्द बुझ्ने अनि हाम्रो वरिपरि साथीभाइहरू हुन्छन्। किन त्यहाँ त कोही हुन्न, विदेशमा त कोही हुन्छ त नेपाली साथीभाइहरू हुन्छन् जो, तर आफ्नो त्यहाँ विदेशमा भन्दाखेरि उनलाई हेर्ने नजर र आफ्नो देशमा जो मान्छे विकलाङ छन् उनीहरूलाई हेर्ने नजर फरक हुन्छ। किनकि अब हाम्रो समाजमा इमोसनको कुरा बुझ्छ कि मान्छे अपाहिज छ, उसलाई हेल्प गर्नुपर्छ, उसले पनि समाजमा त्यही लेभलको दर्जा दिनुपर्छ। जो मान्छे मानसिक रूपले एकदम तनाव छ, मेरो हात छैन, मेरो खुट्टा छैन, यो समाजले मलाई हेर्ने दृश्य फर्कै छ भन्दाखेरि त्यो सरकारले अब के उसको लागि के गर्न सक्छ भन्दाखेरि उसलाई ट्रेनिङ दिने, जस्तो कुन बसेर काम गर्न सक्ने खाली मान्छे छ बसेर काम गर्ने, दुईवटा हात छ भने उसको कुन लेभलको काम हो, जो मान्छे जे कामको योग्य छ त्यही काममा उसलाई इन्भल्भ गर्ने। जो मान्छे अहिलेसम्म विकलाङ थिएन, अहिलेसम्म ठिक थियो, यो प्रोटेस्टमा आफ्नो हात खुट्टा गुमाएका छन् हाम्रा साथीहरू, उहाँहरूलाई त्यस्तो अहिलेसम्म थिएन होला कि उहाँहरू पक्कै घरमा बसेर खानुभयो होला, होइन उहाँसँग केही अलरेडी नलेज छ होला, उहाँसँग अलरेडी केही के भन्छन् स्किल छ होला। त्यो स्किललाई अपडेट गरेर त्यसमा अझै केही सरकारले पुँजी थपेर हुन्छ कि के गरेर हुन्छ, उनीहरूले समाजमा एउटा आफ्नो बोझको रूप नहेरौँ, हामीले एउटा जनशक्तिको रूपमा हेरौँ जुन उनीहरू पनि आफ्नो ठुलो योगदान दिन्छन् हाम्रो देशमा। अनि फेरि अर्कोतिर रहेछ कि जो फ्यामिली जो आफ्नो सदस्य गुमाए, जस्तै कसैको भाइ बित्नु भयो, कसैको दाइ, कसैको छोरा, कसैको बुवा, जो आफ्नो मेल हुनुहुन्छ, उहाँले आफ्नो सदस्य गुमाउनु भएको छ भने, आफ्नो फ्यामिलीको सदस्य गुमाउनु भएको छ भने म के भन्छु उहाँलाई, जस्तै फेरिमा विदेश पठाउनुको सट्टा उनले समाजमा आफ्नै है केही काम दिएर, जो मान्छे 2-3टा परिवार भएको, 2-3जना फ्यामिली सदस्य भएको परिवार हुन्थ्यो, त्यो फ्यामिलीबाट पनि हजुरले टाढा गर्न खोज्नु भयो। जुन कि मान्छे जो आफ्नो आमा छोरा बुवा जो गुमाहा, त्यो मान्छेले आफ्नो परिवारबाट टाढा नगरिदिनु होला, म विनम्र अनुरोध गर्दछु। किनभने समाजमा बस्नलाई उसलाई माया प्रेम चाहिन्छ, किनभने ऊ इमोसनली विक हुन्छ मान्छे, सोसाइटीमा कसरी बस्छ भन्दाखेरि त्यही म भन्न चाहन्छु। अनि अर्को कुरा के छ भने जस्तै जो मान्छे आफ्नो सदस्य टाढा नगरोस्, किनकि जस्तै जो मान्छे विदेश गइराख्नु भएको छ, आफ्नो त्यो नर्मल दैनिकी जिन्दगी जिउनलाई मात्रै, बच्चाको स्कुलको फी तिर्ने, एउटा सानोतिनो घर बनाउने, अनि फेरि आफ्नो दैनिक जिन्दगी जिउनलाई मात्रै त्यति पैसा उसले कलेक्सन गर्न सक्छ विदेशबाट। कुनै त्यो मिलियनरी बन्न सकिरहेको छैन आजभोलि हाम्रो सोसाइटीमा, किनभने उसले यहाँ नेपालमा नबसेर आफ्नो दैनिक जिन्दगी फुलफिल गर्नलाई मात्रै त्यो विदेश गइरहेको छ। त्यो भनेको बाध्यता हो। अब त्यो हाम्रो जो 2-3जना भएको सदस्य भएको परिवार छ, त्यो फ्यामिलीबाट पनि हजुरहरूले के मानसिक राख्नु भएको छ भने, के मेन्टालिटी राख्नु भएको छ भन्दाखेरि त्यो मान्छेबाट, त्यो फ्यामिलीबाट पनि 1-2जना सदस्यलाई बाहिर पठाउँ। त्यो के यो मेन्टालिटी हजुर यो भिडियो सकेसम्म नेपाल सरकारसम्म पुऱ्याइदिनु।